बालनजीको सरकारले माधवलाई र मलाई केही गर्न पर्दैन, त्यो केपी ओली नै काफी थिए। केपी ओलीले यति खोजेका हुन् हाम्रो कहाँ छ गल्तीलाई फसाउने कसरी र सिद्ध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालनजी छैनन्। हामीलाई सिद्ध्याउनेमा चाहिँ मलाई त यहाँ दिनदिनै जेल हाल्ने कुरा आउँछन्। माधवजीलाई त मुद्दा लट्काएको छ पहिलेको सरकारले। प्रचण्डको कहिले 41 अरब छ दुबईमा भन्दै छ। तपाईहरुको नि दिमाग खराब लय होला 3 चोटी भन्ने लाग्दो हो जस्तो लाग्छ। कता कता के जसलाई मैले सबभन्दा बढी माया गरेर प्रमोट गर्न खोज्छु तिनैको बोसो बढी लागेको देखेर मलाई म पार्लियामेन्टमा पूर्व प्रधानमन्त्रीको हैसियतमा छु। बडो बबुरो अप्ठ्यारो लाग्छ त्यहाँ बसेर यसो पछाडि फर्केर हेर्दा यस्ता दिन पनि देख्न पर्यो। कि त मलाई सच्याइदिन पर्यो कि त मलाई हटाइदिन पर्यो। हटाउन पनि नसक्ने, सच्याउन पनि नसक्ने, अनि भित्र खुसु गरिरहेको। मेरो फेरि ठुलो विरोध गर्यो भन्ने नठान्नु होला। जसलाई मैले सबभन्दा बढी माया गरेर प्रमोट गर्न खोज्छु तिनैको बोसो बढी लागेको देखेर मलाई